नमस्कार। आज हामी इन्द्रप्रसाद गोतामे अर्थात् जगत जङद्वारा लिखित एउटा निकै दमदार लेखमा डुबुल्की मार्दैछौँ। हो, शीर्षक पनि उत्तिकै गहन छ। भू राजनीति, डिजिटल क्यापिटलिज्म र नयाँ वैज्ञानिक समाजवाद। एकदम। यो लेखले आजको दुनियाँ कसरी चलिरहेको छ, शक्ति कसरी एकातिरबाट अर्कोतिर सर्दैछ र भविष्य कता जाँदैछ भन्ने बारे केही ठूला र गम्भीर प्रश्नहरू उठाएको छ नि। हाम्रो आजको मिसन भनेको यही जटिल विषयलाई सहसाना टुक्रामा बाँडेर बुझ्ने प्रयास गर्नु हो। अवश्य। र लेखकले सुरुमै एउटा निकै जोरदार तर्क अघि सार्नु भएको छ। के हो त्यो? उहाँले भन्नुहुन्छ, बाहिरबाट हेर्दा समाजवाद वा मार्क्सवादको कुरा अहिले कमजोर जस्तो देखिएला। हो, त्यस्तै सुनिन्छ। तर विश्वव्यापी रूपमा पुँजीवाद जुन सङ्कटमा फँसेको छ, त्यसको एकमात्र शक्तिशाली विकल्पको रूपमा यो विचारधारा फेरि जीवित हुँदैछ भन्ने लेखकको दावी छ। भनेपछि संसारलाई बुझ्ने मात्र होइन, बदल्नुपर्छ भन्ने मार्क्सको भनाइ आज झनै सान्दर्भिक भएको छ भन्ने आशय हो। ठ्याक्कै। त्यसो भए यो कुरा पुँजीवादको सङ्कटबाटै सुरु गरौँ न त। लेखकले आजको पुँजीवाद पहिले जस्तो छैन भन्नुभएको छ। छैन। उहाँले केही शब्दहरू प्रयोग गर्नुभएको छ, जस्तै युद्ध पुँजीवाद, वित्तीय पुँजीवाद र दलाल पुँजीवाद। हो, दलाल पुँजीवाद। यी शब्दहरू सुन्दा निकै गह्रुङ्गो लाग्छन्, खास गरी नेपाल जस्तो देशका लागि महत्त्वपूर्ण यो दलाल पुँजीवादलाई लेखकले कसरी व्याख्या गर्नुभएको छ? एकदमै राम्रो प्रश्न। उहाँको तर्कमा दलाल पुँजीवाद भनेको कस्तो हो भने यहाँ ठुला उद्योग खुल्दैनन्, नयाँ आविष्कार हुँदैन, उत्पादन हुँदैन, केही पनि हुँदैन। बरु केही सीमित व्यक्तिहरूले विदेशबाट सामान ल्याएर बेच्छन् वा विदेशी कम्पनीको एजेन्ट बनेर नाफा कमाउँछन्। मतलब उनीहरूले देशमा सम्पत्ति सृजना गर्दैनन्, केवल पैसाको स्थानान्तरणबाट धनी बन्छन्। लेखकको तर्क छ, यसले देशलाई भित्रैदेखि खोक्रो बनाउँछ, किनभने यसले उत्पादनशील क्षेत्रलाई निरुत्साहित गर्छ। हो, यो पुँजीवादको सबैभन्दा परिजीवी स्वरूप हो। वाह, यो त निकै स्पष्ट भयो। अनि लेखकले पुँजीवादले आफ्नो सङ्कट टार्न उत्तराधुनिकतावादको सहारा लिएको छ पनि भन्नुभएको छ। यो कसरी हुन्छ? यहाँ निकै रोचक विश्लेषण छ। उत्तराधुनिकतावादले कुनै पनि सत्य अन्तिम होइन भन्ने विचारलाई बढावा दिन्छ, होइन? लेखकका अनुसार पुँजीवादले यही दर्शनलाई हतियार बनाएको छ। जब वर्गीय असमानताको कुरा उठ्छ, त्यसलाई पहिचानको राजनीतिमा लगेर खण्डित गरिदिने, टुक्रा टुक्रा पारिदिने। ठ्याक्कै। जब युवाहरू व्यवस्थाप्रति आकर्षित हुन्छन्, त्यसलाई पुस्तान्तरको द्वन्द्व वा जेनेरेसन ग्याप भनेर हल्का बनाइदिने। भनेपछि मूल मुद्दाबाट ध्यान भट्काउने रणनीति।